Hey guys, welcome back to the new episode guys. Welcome back to my channel. I hope सबजना सन्चै आराममा हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। क्या साह्रो निसम्म लागिरहेछ हाम्रो यो ठाउँ चाहिँ। आजभोलि कस्तो निसम्म के हो अर्थै मधुरो टाइपको दिन लागिरहेछ के। मान्छे छैन जस्तो लागिरहेछ। अगाडि रोहित यता फर्क्यौ न। किन झ्याप देखिरहेको तिमी बिहानै नसा गरेर आयो के हो त्यो हुन्छ गइरहेको गाइज होइन। बाल पनि धेरै ठुलो भइसक्यो जस्तो छ। काट्नु पर्ला अब केही दिनपछि मिलाएर यसो मिलाएर हान्नु पर्ला। के भन्नु छ र धेरै ठुलो भने पनि शब्दै छैन वाला हुन्छ के भनिरहेको थिएँ नि अगाडि। सुनसान छ कोही पनि छैन आज। यस्तो अर्कै सुनसान भनेको त साँच्चीकै सुनसान भएको रहेछ। एउटा गेस्ट छैन। एक दुई स्कुटी छन् त्यही पनि स्टाफ हुनु। एक टेबल मात्र छ गेस्टको होइन। गेस्ट ल्याएको छ है म देखाउँ। अब कुकुरले समुद्रदेखि माछा मारेर ल्याएको छ है देखाउ त। यो माछा हो उता देखाउ त। उता पच्याङ कुचुङ पारिदियो पानी घटियाखेरि के हो गाइज। सो गाइज हामी चाहिँ गइरहेको अहिले हेरौँ होइन। आज हामी केमा गइरहेको छु रोहित? होन्डा मेरो होन्डा। हामी चाहिँ साइकलमा गइरहेको छौँ रुम। आज चाहिँ नयाँ साइकल हाम्रो हातमा पऱ्यो नि त आज। हामी दुईजना टक्क म पछाडि बसेको छु अगाडि रोहित साइकलमा गइरहेको छ। बाइक गाडी आयो गाडी यता छ। यो कुकुर हो क्या हो यसमा ठोक्लो है। यहाँ हानिदिन्छन् क्या गाई त्यही हुन्छ डर होइन। त्यही हो अगाडि कस्तो अँध्यारो छ त्यही हो केटाहरू त केही सक्छ। हेलो गाइज आज चाहिँ हामी साइकलमा होइन राम्रोसँग जानु। आज हामी साइकलमा गएर चाहिँ अगाडि चाहिँ केही देखिन हल्का फुल्का हेरिहाल्नु अगाडि कहीँ खाल्टामा बढेपछि फेरि बवाल हुन्छ नि। यस्तरी साइकल होइन चलाउँदै होइन। ड्राइभर चाहिँ म छु होइन खलासी पछाडि रमाइलो हुन्छ रमाइलो गर्दै जानुपर्छ। अब केही छैन कस्तो हुन्छ कहाँको हुनुहुन्छ के कस्तो हुनुहुन्छ लाइक के गर्दै हुनुहुन्छ च्यानललाई तिम्रोबाट हल्का ग्रो हुन्छ कि तिम्रोबाट लाइक सेयर गर्नको चाहिँ नबिर्सिनु होला। यदि नयाँ हुनुहुन्छ भने बेल आइकन हुन्छ नि त्यो थाहा छ कि नै। अनपढ छ कि फेरि पढाएर लेखेर होला अनपढ नहोला। सब्सक्राइबलाई नि सब्सक्राइब गरिहाल्नु होइन। अनपढ नहोला तिमीहरू सब्सक्राइब गरिहाल्नु अनि त्यो बेल आइकनलाई त दाबिहाल्नु। तर तिमीहरूको ल ल यहाँ रोक्नु कि के गर्ने भन्ने थाहा होला। आजभोलि चल्या रिस त्यो गाइज मार्ला गाइज यस्तो छ बाटो हेर्नु थोरै यार चाक दुखाएर ओ माई गॉड कति बजी त हाम्रो सधैँको साथी हजुर हजुर नजा त्यो फोरी हो फोरी हो म फोरी कि को फोरी फोरी हो रोहित। यो हाम्रो चलेको डाइलग एक देखाउ त देखाउनु भने चलेको डाइलग मा के हो त्यो पात झड्यो छल्ले मोबाइलको धुनमा आएको थियो। अगाडि म चाबी ल्याउनु पर्छ र भयो हामीले के त अब मान्छेमा के गरेर आउनु भन्ने दुईजना आयो मैले हेरेँ तिनीहरू त्यहाँ बसिरहेको थियो र ठ्याक्क अब के गर्ने बाहिर बसिरह्यो कि हाम्रो रुममा बस्थ्यो बोलाउने फोन गरेर कल गर अहिले स्कुटी उठाएर लिएर स्कुटीको चाबी कहाँ साइकलको चाबी कहाँ छ ल गाइज यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू नयाँ साइकल यहाँ चाहिँ हामीलाई अब चाबी नलगाएको साइकल लगेर जाऊ भन्यो होइन। उहाँ होटेलमा हाम्रो सामान छुट्याइदियो नि त। अहिले यहाँ आउँछु त साइकल हेर्नु नि साह्रै घट्दैमा कुकुर काट्छ है यो कुकुरले लोकलै भाइ लोकल। यस्तो डर लाग्छ यहाँ कुकुर देख्यो भने चाहिँ कपाल के मिलाइरहेको छ तिम्रो कपालै छैन हल्का फुल्का त छ त्यही हो गाइज। यहाँनिर है यहाँनिर हल्का उँच गडबड छ है हो जान नगयो मतलब गो आउँछ बरु अगाडि देखाइदिउँ आएको ल
खाल्टाखुल्टी छ कहीँ हेर यो मान्छे पागल हेर रोहित रोड लाउँ त पागलपन्ती पनि नदेऊ हो क्या ब्रेक छैन है ब्रेक छैन यता खाएको केटा मर्थ्यौ धन्दै माट हुने कुर गाइज गाइजी हेर्नु मैले पनि आएर खुट्टा घसाडेर गाइजी हेर्नु सक्नुहुन्छ यता पुरा पोहोर भइसक्यो तिम्रो भन्दा पनि अब यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला यो च्यानलको नाम चाहिँ थाहै होला आरके ब्लग्स सो गाइज देव चाहिँ अड्किया रहेछ अड्किया चाहिँ केमा ए बासमा म त अर्कै माने ल यस्तै जानु पर्ने गाई जान ल बस्नै पर्ने हो मेरो बाइक फर्स्ट आयो सो हे गाई अगाडि चाहिँ केही नदेखिरह होला उहु पातमा लागेर गाइज हामी चाहिँ रुममा गएर के को कन्फिडेन्समा गर्नु यहाँ मान्छेलाई उठाउने विचार छ र मलाई गड्डी माथि आउँदैन भाइ अस्ति हामी चाहिँ गइरहेको अहिले बाटो पनि अँध्यारो छ न अब देवले अघि नै देखाएको नि मैले त देखाइदिएँ गाइज अरूको मतलब भएन मलाई सो कस्तो फिलिङ भइरहेको अहिले चलाइरहेकोमा अहिले मस्त भइरहेको तर चिसो भइरहेको मेरो त झाग दुखिरहेको थियो के भन्नु मेरा खुट्टा दुखिरहेको चला 1 मिनट भएन खुट्टा दुखिरहेको अनि अब यस्तो कुरा गरेर चाहिँ मलाई रिस उठ्छ कि सब धेरै दिन भयो नि त साइकल नचला यस्तो भएन नि त सर गर्दै जानु लाग्यो अब अँध्यारोमा त के देखिरह होला हजुरहरूलाई बाटो यस्तै छ होइन देवको मुख पनि मुस्किलले देखिरह होला निक्ल्यो अहिले दाँती चाहिँ देखियो मलाई थाहा छ दाँत चाहिँ देखियो यस्तरी गाडीहरू आइरहेको छन् तर दारू खायो धेरै हुन्छ न गाइजन झ्याउ हुन्छ तर चुपचाप जानुपर्छ नि बाटोमा त्यसैले म बढी हल्ला गरेर जानु लागेन कि हल्ला गरेर त म निक्करी बोल्छु नि फेरि कुरै छाडिदेऊ न गाइज यार कसम जानु लाग्छ होइन रोडतिर होइन कुकुरहरू बसेर हुन्छन् के छ हल्का दोस्त दौडेर आयो भने हामी पनि त साइकलमा छ होइन पछि हिँड्न लगाएर तिमी त बिधुवा भएपछि अलग कुरा हो साँच्चीकै ब्रेक छैन होइन ब्रेक छैन कहाँ कुदाइरह आरामै केही हुन्न चलाऊ ए टाढै छ हामी धेरै जब चाहिँ हामी रुमतिरै पुगिरह टाइम पनि लाग्दैन हिँडेर गएपछि यस्तै 6 मिनट साइकलमा गयो त ल 5 मिनट पनि 2-3 मिनट पनि लाग्दैन होला सायद राम्ररी चलाएर गएपछि त्यही ल्याङ पारामा चलाउँदै गयो त 5 मिनट लाग्छ ल हिँडेर त मलाई लाग्दैन मलाई त 5-6 मिनटै लाग्छ यहाँदेखि रुमदेखि क्याफे पुग्न क्याफेदेखि रुम आउन 10-15 मिनट त लाग्छ यसरी झरेर जान लाग्छौँ अब रुम पुग्नै लाग्यो मजा आउने अब नचलाऊ पाइँदैन चला पुग्नेर चाहिँ ब्लगिङ गर्नेमा त कसरी मैले आफ्नो च्यानल चलाएको क्या म त्यसमा मेरो च्यानल थाहा छैन भने चाहिँ मलाई सब्सक्राइब गरिदिनु होला आरके ब्लग्स भनेर हान्नु होला धेरै युनिक र नयाँ च्यानल छ होइन कम्तीमा अझै टाइम लाग्छ होला 15 महिना खुल्नलाई त्यसलाई अहिले ओपन चाहिँ भएन अहिले भनेको हाइलाइटमा छ रेडी भइराख्नु हाइड गरेर राखेको छु मैले होइन अहिले त रेडी भइराख्नु मलाई चिनिराख्नु भविष्यको युट्युबर हुँ म केही महिना या केही वर्षपछि आउने युट्युबर नयाँ युवासँगको युवाको चाक फोड्ने हो क्या तिमी त चाक चाहिँ लास्ट दुखेको छ गाइस होइन हेर ब्लगमा जान्छ यो मजाक नगर यसरी साइकल हालेपछि कति महँगो साइकल थाहा छ कि CID बाजेको हो कि 5000 को CID बाजेको सरोदाईको
कति गरौँ होला पानी छ नि त 2.5 लिटरको सो अहिले चाहिँ गाइज हामी रुम चाहिँ पुगिसक्यो होइन पुगिसक्यो इन गरिदियो होला सक्दियो ल बोल्यो बोल्यो तिमी बोल्यो बोल्दैन बोल आफ्नो ब्लगमा मात्र बोल्छु म हल्का सास फेर्न दिनु गाइज त्यो गाइज होइन आजको ब्लग यति नै हुन्छ अहिले साइकलमा कुद्दा कुद्दै स्याफा भयो आजको ब्लग यति नै हुन्छ गाइज नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला पुरानो हुनुहुन्छ भने बेल आइकनलाई एकचोटि चेक गरेर आउनु होला त्यति भन्दै आजको ब्लग हाम्रो यो जङ्गलको बिचको ठाउँको हाम्रो रुम पुग्ने बाटोको बिच ठाउँमा हामी इन गर्न गइरहेको छौँ ओके आजको भिडियो यति नै हुन्छ ओके बाइ गाइज